साथीहरू, जीवनमा मानिसलाई कमजोर बनाउने कुरा गरिबी, दुःख वा समस्या मात्र होइन। सबैभन्दा ठूलो कमजोरी हो कमजोर सोच। किनकि शरीर थाकेर मानिस धेरै पटक उठ्न सक्छ, तर मन थाक्यो भने उठ्न गाह्रो हुन्छ। एउटा उदाहरण सुनौ। दुईजना किसान थिए। दुवैको खेतमा खडेरी पर्यो, पानी परेन, बाली सुक्न थाल्यो। पहिलो किसानले भन्यो, अब सकियो, भगवानले साथ दिएनन्। उसले खेतमा जानै छोडिदियो। दोस्रो किसानले भन्यो, पानी छैन भने अर्को उपाय खोज्छु। उसले टाढाबाट पानी ल्यायो, रात दिन मेहनत गर्यो। केही महिनापछि पहिलो किसानको खेत बाँझो भयो, दोस्रो किसानको खेतमा हरियाली छायो। समस्या दुवैको एउटै थियो, तर नतिजा किन फरक भयो? किनभने सोच फरक थियो। जीवनमा पनि यही हुन्छ। कतिपय मानिसहरू एउटा असफलताले टुट्छन्, एउटा नराम्रो टिप्पणीले आफ्नो सपना छोडिदिन्छन्। तर केही मानिसहरू हुन्छन् जसलाई संसारले तिमीबाट केही हुँदैन भनिरहन्छ, तर उनीहरू चुपचाप मेहनत गरिरहन्छन्। आज उनीहरूलाई संसारले सम्मान गरिरहेको हुन्छ। अब अर्को उदाहरण। सानो बच्चा हिँड्न सिक्दै गर्दा कति पटक लड्छ? 10 पटक? 20 पटक? त्योभन्दा धेरै। तर उसले कहिल्यै भन्दैन, म लडेँ, अब म कहिल्यै हिँड्दिन। ऊ फेरि उठ्छ, फेरि प्रयास गर्छ र एक दिन दौडिन सिक्छ। यदि बच्चाले पनि पहिलोचोटि लड्दा हार मानेको भए, सायद आज हामी कसैले हिँड्न सिक्ने थिएनौं। यसैले याद राख्नुहोस्, हार्नु समस्या होइन, हार मानेर बस्नु समस्या हो। जीवनमा कहिलेकाहीँ आफ्नै मान्छेले साथ छोड्न सक्छन्। मेहनत गर्दा पनि परिणाम आउन ढिला हुन सक्छ। मन रोएको हुन सक्छ, तर अनुहारमा मुस्कान देखाउनुपर्छ। यस्तो बेला मानिसलाई बचाउने कुरा पैसा होइन, बलियो सोच हो। हिमाल किन अग्लो हुन्छ? किनकि उसले हावा, पानी, आँधी सबै सहन सिकेको हुन्छ। त्यस्तै मानिस पनि सङ्घर्ष सहँदै जाँदा बलियो बन्छ। साथीहरू, यदि अहिले तपाईको जीवनमा दुःख छ भने एउटा कुरा सम्झिनुहोस्। आजको अवस्था तपाईको अन्तिम परिचय होइन। रात सधैँ रहँदैन, बादल सधैँ रहँदैन, दुःख पनि सधैँ रहँदैन। त्यसैले आफूलाई कमजोर नठान्नुहोस्। किनकि संसारको इतिहासमा धेरै सफल मानिसहरू कहिले गरिब थिए, कहिले असफल थिए, कहिले एक्लिएका थिए। तर उनीहरूले एउटा कुरा छोडेनन्, आफूमाथिको विश्वास। अन्त्यमा, जब जीवनले तपाईलाई गिराउन खोज्छ, आफ्नो सोचलाई उठाइराख्नुहोस्। जब डरले घेर्छ, आफ्नो साहसलाई सम्झनुहोस्। र जब सबै कुरा सकिएको जस्तो लाग्छ,